हेलो गाइज, आज मेरो डे 20 थियो र डे 20 मा मैले आज बिहानपट्टि गरेँ 30 केजी मेरो ढाडमा राखेर पुसअप गाइज। यो गर्न अलि गाह्रो नै हुन्छ गाइज। ट्राई गर्नुभन्दा पहिला गाइज तपाईहरुले गर्नु होला। 30 पुसअप हान्नुपर्छ पहिला नर्मल, त्यसपछि अनि वेट पुसअप गर्नु के गाइज हैन। त्यसपछि गाइज आज बिहानको वर्कआउटमा मैले गरे टोटली पुसअप मात्रै गरेको थिएँ गाइज। सो त्यसपछि गरे मैले इभिनिङ वर्कआउटमा वार्म अप भइहाल्यो गाइज। वार्म अप गरिसकेपछि फेरि मैले गरे साइड जम्प गरे। हेर्न सक्नुहुन्छ तपाईहरु। सो गाइज साइड जम्प गरेपछि मैले हाई जम्प गरे। हाई जम्पले रनिङ बढाउन एकदम सहयोग गर्छ। त्यसपछि गरे मैले नर्मल पुसअप 25 टाइम्स गरे गाइज। हेर्न सक्नुहुन्छ तपाईहरु मेरो बडी कन्डिसन। त्यसपछि गरेको थियो गाइज मैले लेगको लागि वर्कआउट, अगाडि पछाडी खुट्टा गरेर। यो एक्सरसाइज पनि लेग पावर बढाउनको लागि एकदम राम्रो एक्सरसाइज हो गाइज, तपाईहरुले ट्राई गर्नु होला। त्यसपछि गरेको थियो गाइज मैले यो वन ह्यान्ड पुसअप गाइज। यसले के गराउँछ भने चाहिँ तपाईको लेगमा स्ट्रेचिङ पनि गर्छ, लेग स्ट्रेचिङ गर्छ, ह्यान्ड पावर पनि बढाउँछ गाइज। सो यो पनि ट्राई गर्नु होला दुवै साइड पट्टि। त्यसपछि गरे गाइज मैले क्यालिस्टेनिक।